सर्वप्रथम त होलीको उपलक्ष्यमा सम्पूर्ण महानुभावहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। दोस्रो कुरा, विगतमा हामीले जसरी मनाएका छौँ त्यसमा अझै परिष्कृत गर्न, सुधार गर्न र सहज वातावरणमा सबैले सद्भाव कायम गर्ने किसिमले मान्न, मनाउन अनुरोध गर्न चाहन्छु। बेसिकल्ली यी पर्वहरूले हामीलाई एउटा नयाँ उत्साह, उमङ्ग र नयाँ अठोटको वातावरण सिर्जना गर्नुपर्ने हो। तर कतिपय सन्दर्भमा त्यस्तो नभएको विगतका हाम्रा अनुभवहरू छन्। ती अनुभवहरूबाट हामीले शिक्षा सिक्ने हो र त्यसलाई व्यवहारमा अपनाउन अनुरोध गर्ने हो। र यदि कसैले कानुन विपरीत र कसैको इच्छा विपरीत यस्ता क्रियाकलापहरू गर्छन् अथवा मर्यादाभन्दा बाहिर जान्छन् अथवा अरू कसैको धर्म, भाव, भाषा, भेषमा असर गर्छन्, तिनीहरूलाई प्रचलित कानुनको दायरामा ल्याइनेछ र कानुन अनुसार कारबाही गरिनेछ र त्यसमा सबैको साथ, सहयोग र समर्थन हुनेछ भन्ने विश्वास जिल्ला प्रहरी